थमेलको एउटा नाइट क्लबमा डिजे बजाउने ठिटोले कहिले सोचेको पनि थिएन होला कि एक दिन ऊ गृहमन्त्री बन्नेछ भनेर। तर यो एक कल्पना मात्र होइन, यो एक वास्तविक कथा पनि हो। कसरी एक डिजे बजाउने ठिटो गृहमन्त्री बन्न पुगे, जानौँ यस भिडियोमा। सुदन गुरुङको जन्म 2044 साल गोर्खामा भएको थियो। सानैदेखि पढाइमा खासै इच्छा नभएको सुदनको पढाइ ए लेभलसम्म गरेका छन्। सानैदेखि उनको इच्छा डान्स र म्युजिक प्रति थियो र बेला बेलामा डान्स र म्युजिक पनि गर्थे। सुदन काठमाडौँमा बसोबास गर्दा उसँग कुनै रोजगारी थिएन र ऊ डिजे बजाउन थाले। केही समय डिजे बजाएर काम गरेपछि उनले थमेलमा ओएमजी नामक नाइट क्लब पनि खोले। त्यसपछि 2072 सालमा महाभूकम्प आयो र उनको ध्यान सामाजिक कार्य गर्नतर्फ पनि लाग्यो। एउटा हस्पिटलमा हामीले नियरली तपाईँको 80-90 जना राख्दैछौँ। सफा गर्ने टिम एकजना राख्दैछौँ, हस्पिटलको वरिपरि सफा गर्ने टिम अर्को राख्दैछौँ, वार्ड अनुसारमा क्लिन गर्ने टिम अर्को राख्दैछौँ। इमर्जेन्सीमा बाहिर बोकिहाल्नु पर्दाखेरि हामीले 6 जना टिम 8 जना टिम यहाँ राख्दैछौँ, भित्र राख्दैछौँ। सबै ठाउँमा हामीले टिम राख्दैछौँ। कहीँबाट एउटा हस्पिटलमा हामीले नियरली तपाईँको त्यसपछि उनले हामी नेपाल नामक एक सामाजिक संस्थाको स्थापना पनि गरे र उनी हामी नेपालको अध्यक्ष पनि बने। अध्यक्ष बनिसकेपछि उनले जनताका आवाजहरू पनि उठाउन थाले र विपदको बेला राहत वितरण पनि गर्न थाले। भित्रतिर जो त्यो भ्रष्टाचारीहरूलाई छ यसले घाँटीमा राखेर प्लाट हानेर भने मेरो नाम सुदन गुरुङ होइन। आजदेखि म एउटा नेपाली नागरिक पनि होइन, मैले हानिन भने हान्छु। अब मर्ने गरी हान्छु, अब डराउनु पर्ने छ। त्यही भएर जतिजना यो भ्रष्टाचारीहरू छ सोचिहाल्नु, अहिलेदेखि नै राजीनामा दिइहाल्नु। किनभने भाडा र राजीनामाको ट्याक्स दुइटै राखेर धेरै चोट पर्छ। त्यसपछि 2082 साल भदौ महिनामा भएको जेनजी आन्दोलनमा पनि उनले एज अ भोलिन्टियर उनले पानीहरू पनि वितरण गरे। आज माइती घरमा चाहिँ अब हाम्रो जेनजी पुस्ताले गरेको यो प्रोटेस्टलाई चाहिँ कसैले नबिथोलिदियोस्, कसैको आफ्नो पर्सनल एजेन्डा राखेर यहाँ अगाडि नआइदियोस्, कुनै राजनीतिक हस्तक्षेप नहोस् भन्ने हिसाबले चाहिँ हामीलाई प्रोटेक्ट गर्नु खोजेर चाहिँ हामीले यहाँ मेडिकल टिमहरू राख्दैछौँ, हामीले पानीहरू राख्दैछौँ होइन। अनि यसरी गरेर चाहिँ हामीलाई म्यानेज गर्ने हिसाबले चाहिँ गएका छौँ। तपाईँहरू अर्गनाइजर भन्दा पनि एज अ भलन्टियर यहाँ हुनुहुन्छ। एक्ज्याक्टली, हामी भलन्टियर मात्रै हो। तपाईँको यो आन्दोलन चाहिँ सबैजनाले भन्छ कि अहिले हामी नेपालले गरेको यहाँ त होइन नि त, हामी नेपालले गरेको होइन नि त, यो तपाईँको गरेको भन्दा यो युवा पुस्ताले। उनले जेनजी आन्दोलनको बेलामा जेनजीहरूको लिडरको रूपमा पनि अगाडि बढे। त्यति बेलासम्म पनि उनले सोचेका थिएनन् होला आफू गृहमन्त्री बन्छु भनेर। त्यो आन्दोलनपछि ओली सरकार ढल्यो र त्यसपछि उनले अन्तरिम सरकार बनाउन पनि ठुलो योगदान दिए। त्यसपछि अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाइयो। सुशीला कार्कीले त उनलाई जेठो छोरा पनि भनेका थिइन्। त्यसपछि फागुन 21मा प्रतिनिधि सभाको चुनाव हुने निर्णय भयो। आफ्नो आँखा अगाडि आफ्नो देश बिग्रिँदाखेरि र आफ्नो हुन्छ नि अब फ्युचर बिग्रिँदाखेरि चाहिँ हुन्छ नि यु हेभ टु चेन्ज, वी अल हेभ टु चेन्ज। अब चाहिँ
वी हेभ टु थिङ्क ट्वाइस बिफोर वी भोट सम वान. आफ्नो बाबाआमा त्यहाँ जानुहुँदैछ भने भोट गर्न जानुहुन्छ नि तान्नु पऱ्यो क्या. दिमागमा धेरै स्ट्रेस भइसक्यो क्या एकदमै. कसले पोलिटिक्स खेल्छ, कसले के खेल्छ होइन. आफूले देश मात्र बनाउन इच्छा छ, आफूले अरू कुरा केही इच्छै छैन होइन. देश राम्रो होस्, सबैजना राम्रो हुन्छ भनेर सोध्छु. सबैजना पोलिटिक्स खेल्छ. के हो यो पोलिटिक्स भने यार? पोलिटिक्स भनेर देश बनाउने होइन र भने यार. के आफ्नो स्वार्थ गर्न पोलिटिक्स खेल्ने हो र? यस्तो पनि पोलिटिक्स हुन्छ? ठुक्छु यार म यस्तो पोलिटिक्सलाई त यार. कस्तो खालको पोलिटिक्स हो यार यो? त बुझ्नै सक्दिनँ यार कसम भने. त्यति बेला रवि लामिछाने र बालेन शाहको भेट गराउन पनि उनको ठुलो योगदान दिए. रवि र बालेन मिलेपछि उनले पनि गोर्खा एकबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएपछि उनले पनि ठुलो मतान्तरले जिते. महिना 21 गते सम्पन्न निर्वाचनमा तपाईँ श्री सुधन सदर मत प्राप्त गर्नुभएकोले तपाईँ गोरखा जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर 1 बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनुभएको हुँदा यो प्रमाणपत्र प्रदान गरिएको छ. यति सम्बन्ध 2082 साल फागुन महिना 25 गते रोज 2 शुभ. चुनावमा जित्ने बित्तिकै समय खेर नगरिकनै कामहरू अगाडि बढाए. को माहौलमा घुमिँदै गर्दाखेरि अहिले हामी यो ठाउँमा आइपुगेका छौँ र धेरै जिम्मेवारीका साथ आएको छौँ हामी सबैजना. अहिले हाम्रो देशको भार, त्यो जिम्मेवारी हामीले पुरा गर्नलाई हामीलाई 5 वर्ष धेरै मिहिनेत गर्नुपर्नेछ. हामीले धेरै समस्या देखेको एउटा नागरिक तहमा म हजुरलाई भन्छु र सबैजना आग्रह पनि गर्न चाहन्छु. नागरिक तहमा हामीले धेरै यस्तो समस्या हामीले के मात्र भोगेका छौँ भन्दाखेरि तपाईँको यो हाम्रो धेरै यस्तो भिआइपी मुभमेन्टहरूले हामीलाई गाह्रो पर्छ. त्यसपछि बालेन सरकार बन्यो र ऊ गृहमन्त्री बने.